सभाध्यक्षज्यू हरि ओझाज्यू लगायत विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरू अनि मेरा प्रिय मित्रहरूलाई पनि यहाँ देखिरहेको छु। साह्रै खुसी लागेको छ यत्रो छोटो समयमा तपाईहरुले यो प्रेसस सभाको आयोजना गरिदिनु भयो। झन्डै 1 वर्ष अगाडिको कुरा हो। मेरो छोरीले चाहिँ सान फ्रान्सिस्को युनिभर्सिटीबाट ग्रेजुएट गरी मलाई सधैँ खुसी लाग्यो। अनि मेरा साथीहरू विभिन्न विश्वभरि रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको छोराछोरीहरूले प्रेसस विश्वस्तरीय युनिभर्सिटीबाट ग्रेजुएट गरिराखेको तस्बिरहरू सोसियल मिडियामा देखेपछि मलाई साह्रै खुसी लाग्यो र मेरो घरबाट बाहिर निक्लेर म साँच्चै भन्यो भने चिच्याएर भगवानलाई धन्यवाद दिन चाहन्थे। त्यतिकैमा मेरो दिमागमा स्ट्राइक गर्यो, विश्वस्तरीय युनिभर्सिटीबाट ग्रेजुएट हाम्रा छोराछोरीहरू नानी बाबुहरू नेपाल राज्यलाई सेवा गर्न चाहेमा सेवा गर्न पनि नपाउने अवस्थामा नेपाल सरकारले राखेको देख्दा मन रोएर आयो। अनि त्यसै क्रममा मैले यो भएन, यस विषयमा नेपाल सरकारसँग प्रश्नसँग कुरा राख्नु पर्दछ भनेर मैले केही साथीहरूसँग कुरा गरेँ। अनि उहाँहरूले पनि के भन्नु, बासुजी साँच्चै तपाईँ नेपाल गएर हाम्रा पोलिटिसियन्सहरूलाई एजुकेट गर्न चाहनुहुन्छ, उहाँहरूले सुन्नु होला तपाईँको कुरा। अनि म प्रयास गर्छु, तपाईँहरू यहाँ बसेर मलाई सहयोग गर्नुहोस् भनेपछि उहाँहरूले हुन्छ तपाईँ गएर जे गर्न सक्नुहुन्छ गर्नुहोस् भनेपछि म नेपाल गएँ। नेपाल गएर संविधानविदहरू बौद्धिक समाजलाई एजुकेट गर्न थालेँ, बोलाउन थालेँ। अनि उहाँहरूलाई भन्न थालेँ कि हामीलाई नागरिकता चाहिएको होइन, नागरिक गैर आवासीय नागरिकहरू चाहिँ राज्यलाई चाहिएको छ। किनभने हामी 5 लाख नेपाली गैर आवासीय वंशजका नेपालीहरू नेपाल गइदिउँ भने राज्यलाई के फाइदा हुन्छ भन्ने कुरा उहाँहरूलाई एजुकेट गर्न थाले। यदि हामी 5 लाख विश्वभरिबाट गइदिने हो भने राज्यले 3500 अर्ब रुपियाँ लगानीको रूपमा प्राप्त गर्दछ। यो एकदमै ठुलो अमाउन्ट हो। तपाईँ कल्पना गर्नुहोस्, 3500 अर्ब रुपियाँ लगानीको रूपमा गयो भने नेपालको इकोनोमी चलायमान हुनेछ। अनि त्यति पैसा लिएर हामी 5 लाख नेपालीहरू गइदियौँ भने हामीले 2 देखि 3 मिलियन नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई रोजगारी दिनेछौँ, जसबाट राज्यले 40 देखि 60 अर्ब रुपियाँ मासिक प्राप्त गर्नेछ। त्यत्रो ठुलो धनराशि प्लस हामी अधिकांश पहिलो जेनेरेसनका नेपालीहरू अहिले रिटायरमेन्ट लिने सङ्घारमा छौँ। जस्तो कि तारा दाइले रिटायरमेन्ट लिएर नेपाल जानु भएको छ। अनि उहाँको रिटायरमेन्टले चाहिँ के छ भने नेपालको इकोनोमीमा ठुलो